सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूलाई नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु यो मेरो सानो भ्लगमा। पोर्चुगलको राजधानी लिस्बन ओरेन्तेबाट स्पेन राज्यको बोर्डर नजिकै अवस्थित भिनादो कास्टेलोसम्मको यात्रा आज मेरो रहनेछ, जहाँसम्म पुग्न अनि मेरो यात्रा कम्प्लिट गर्न बस गाडीमा पाउने 5 घण्टा अर्थात् 4 घण्टा 45 मिनट लाग्नेछ। र भनिरहँदा यहाँलाई मैले बाटोमा देखेका केही दृश्यहरू सम्प्रेषण गर्न चाहन्छु, देखाउन चाहन्छु, हेर्दै जानुहोला। एकदमै फाटिलो ठाउँमा यहाँहरूले एकदमै रमणीय मनमोहर मसिनो बोटबिरुवा लगायत बस्तीहरू देखिरहनु भएको छ। बिचबिचमा ब्रिज पुलहरू, एकअर्का गाउँलाई जोड्ने बाटो, धेरै राम्रो थुम्कीहरू, वरिपरि जङ्गल, स्वच्छ वातावरण, हरियाली। यो चाहिँ युरोपको गाउँ बस्तीहरू हो। एकदमै आज म फ्रेस भएर आएको छु। धेरै समयपछि राजधानीको गन्जगोलबाट केही बाहिर घुम्नको निमित्त जाने अवसर मिल्यो। एकदमै एक्साइटेड छु, रमाइलो छु। देखिरहनु भएको छ यहाँ अहिले यो क्यानल हो, यो चाहिँ मसिनो खोलाहरू रहेछ। यो चाहिँ बग्दै गएर यहाँ एटलान्टिक ओसन महासागरमा यो संयोजन हुन्छ, मिल्छ। यो चाहिँ म माथि पुलमा छु। हेर्नुहोस्, धेरै राम्रो बस्तीहरू छ, थुम्कीहरू, डाँडा। यहाँहरूलाई बाटोमा देखिएका केही दृश्यहरू कैद गरेर पस्किँदै मेरो डेस्टिनेसन यात्रा पनि कम्प्लिट भइसकेको अवगत गराउन चाहन्छु। यहाँहरूले हेरिदिनुभयो, साथ दिनुभयो, धेरै धन्यवाद दिन चाहन्छु। साथै यहाँहरूको सहयोगको अपेक्षा गर्दछु। सब्सक्राइब, कमेन्ट गरिदिनुहोला भन्दै आउँदो दिनमा फेरि भेट्ने बाचासहित बिदा हुन चाहन्छु। सबैलाई नमस्कार।